यो कुरिनटारमा यो रिभर बीच भन्ने रेस्टुरेन्टको साइडमा यहाँ रिभर बीच भन्ने रेस्टुरेन्ट यहाँ छ। यो रेस्टुरेन्टको कम्पाउन्डमा स्विमिङ पुल पनि छ। स्विमिङ पुलको आडैमा एउटा यो यसो हेर्दा सुपारीको बोट हो कि जस्तो देखिन्छ। ठिक छ, जेसुकैको बोट भए पनि एउटा बोटमा ल हेर्नुहोस्, चराले यसरी यति राम्रोसँग कति मेहनत गरेर गुँड बनाएको छ। यो गुँडमा चराले आफ्नो वासस्थान बनाएको छ। कति राम्रो छ कि, कति मेहनत छ। हामीले हाम्रो लाइफमा पनि यसै गरेर मेहनत गर्न सिक्यौँ भने र मेहनत गऱ्यौँ भने हाम्रो जीवन एकदमै सुखद र सुखमय बन्नेछ। हामीले एउटा यो सानो चरा जुन रन बन डुलेर आफ्नो जीविकोपार्जन गर्छ, उसले त यति राम्रो, हेर्नुहोस् त कति राम्रो छ। यो एउटा चाहिँ वासस्थान बनाएर उसले आफ्नो सन्तान वृद्धि र आफ्नो लाइफलाई चाहिँ एकदम स्ट्रङ बनाइरहेको छ भने हामी त मानव जाति हो। हामी मानवले यो चिज, यो चराबाट, यो पन्छीबाट हामीले सिक्न सक्यौँ भने हामीले आफ्नो जीवन स्तर राम्रोसँग उकास्न सक्नेछौँ। ल हेर्नुहोस् कति राम्रो छ है। ल हेर्नुहोस् त, यत्रो सानो बोटमा यसरी चराले चाहिँ, एउटा पन्छीले आफ्नो कति राम्रो वासस्थान, हेर्नुहोस् त कति धेरै छ। ल हेर्नुहोस् यस्तो राम्रोसँग यिनीहरूले चाहिँ आफ्नो वासस्थान बनाएर यहाँ बसिरहेका छन् र उनीहरूले आफ्नो जीवन राम्रोसँग गुजारा चलाइरहेका छन्। हामी त मानव हौँ, मानवले मानवताको व्यवहार देखाउनुपर्छ, तत्पश्चात जीवन राम्रो हुन्छ। थ्याङ्क यू, शुभरात्रि।